अब चाहिँ हामी ट्याक्ला र गाडीमा चढ्यो होइन अब हामी जान लाग्छौँ चितलाङ मार्फु यो अल स्पोन्सर बाई श्री किरण महर्जन किरण महर्जनको छोरा पास भएको 12 मा त्यही उपलक्ष्यमा त्यसमाथि पनि अस्ति चट्ट लाएर बोनस आयो त्यो बोनस पनि झ्याप्प लाएर सघाउने हो ल है भाउजू तपाईँले माइन्ड गर्न पाउँदैन है किरण महर्जनको गाइज अहिले चाहिँ हामी चिया खानलाई यसो रोकेको छौँ यहाँको नजारा हेर्नुहोस् कति राम्रो आमैन यहाँ भइसक्यो त्यहाँ मलाई भिडियोले चाहिँ काटेर हामी यहाँ चट्टलाएर चिया खानलाई चाहिँ अर्डर गरेको छौँ होइन यहाँ केटाहरू चाहिँ मिस गर्नेछ होइन अहिले चाहिँ हामी पार्टनर अब हामी यहाँ खानासाना खाएर अब जला छ होइन यो हाम्रो रामेछापको हिरोहरू होइन बाटो बिग्रिएको भएर तल झर्नु पऱ्यो केटा यहाँबाट चट्ट लाएर सिस्ने भएर जान लाग्छ होइन अब पुरै अफ रोड हो अब त्यो स्टियरिङ वालले चाहिँ त्यही अगाडि मात्र हेर्ने है फेरि सुया मुजु अब हामी बल्ल बल्ल यो गाइस अब चाहिँ हामी यहाँ टेक्कर बजार पुग्यौँ यहाँ चाहिँ अब गाउँले होटेल होइन चट्ट लाएर क्या हो अब हामीहरू अलिक एकछिन अलमल परेको छौँ कहाँ के खाने होइन मर्ला चाइल्ड था मर्ला अहिले हामी यो ललितपुर क्याफेमा आइपुगेछौँ चट्ट लाएर अघि हामी भात खायो अब यहाँ मोमो खायो छिरायो मोमो त घाममा छिरायो किनले मै ठन्डाले you know like mama you know like huh miesa no what is la no what is la ha kisna la no what is la हैन खाना पनि कति खान सक्ने अघि मोमो खायो अहिले फेरि चाउचाउ खायो के हो कलङ्की पुगेको अवस्था अब मार्को यहाँ राइट
अब थाहा भएन केटा ल जाउँ बाटो बनाउँदै रहेछ अब यहाँ हामी यो बाटो बनाएर भएर अलिकति हिँडेर आउनु पर्यो यहाँ बाटो यसरी बनाइरहेछ होइन यो ढुङ्गा यस्तो फाल्दै केटाले यस्तो फालिरहेछ होइन होइन मेरो यसरी हिँडेर आएको होइन पुरा बनिरहेछ होइन what a luck बाटोको अवस्था सब फस्नला अवस्था छ एकैछिन ल आजको यात्रा हामीलाई अलिकति च्यालेन्जिङ नै देखियो यो बाटोहरू पनि अप्ठ्यारो कहीँ हराउने कहीँ मिस हुने तै पनि हामीले हरेस खाइरहेको छैनौँ हामी लान्छ त्यसरी ठिक छ ल ल ल बसौँ केटा हो बसौँ बसौँ खै अर्को हिरो खै रमाइलो भइरहेको छैन केटा हो अलराइट गाइज हामी बल्ल बल्ल यसो यहाँ भेडा फार्म पुगेको अवस्था होइन कबर छरेको अवस्था सबै थाक्न थाल्यो यो बाख्रा विकास चितलाङ हो बाख्रा विकास यो बाख्रा हेर्न आएका बाख्राहरू यस्तो छन् होइन त होइन गाइजहरू यस्तो छ त्यहाँ पहिला आउँदाखेरि भिडियो बनाएको थिएन अहिले चाहिँ भिडियो पनि यसो बनाइदिउँ त होइन ट्याक्कै लाएर बस्ने यही हो यहाँ बाख्राको पनि यस्तो शालिक बनाउने रहेछ ल यो बाख्रा फार्मको बाख्राको शालिक योलाई भन्छ स्वर्ग यार अनेक वाह 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 त तपाईँहरूलाई अनि म यहाँ चाहिँ कपालै मात्र मेरा बस्छ कसलाई हामी चाहिँ यस्तरी सर अब हामी बल्ल बल्ल यो होटेलमा पुग्यौँ यो कति बज्यो 6:40 हामी 10 बजे निस्केकोहरू 6:40मा पुग्यौँ यो हो अँध्यारो पनि भइसकेको छ अँध्यारो भनेको त्यस्तै हो ओहो यो हो हाम्रो रुम
हामी बार्बेक्यू गर्दैछ ल केटाहरु चेयर्स ल खानु 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 ईश्वर मर्दन राम्रो रहेछ दालु आवे त चाहिँ कोही कसै माफली मलाई त्यो जिना कसै मलाई गाइस गाइस खाने मी आगे खाने हक मैचा ओके के फरक ला Kamu? Ani, ini bosnya nazdai. यस्तो चाहिँ घाम हेर्नलाई आएको छन् पाटनको भेडाहरू ओके हामी आएर यो घाम पनि शीतल हुन थाल्यो घामले पनि यो हो भेडा फार्म रे यस्तो छ बाटो टक्क लाएर चटपट खान लागेको अवस्था हैन चटपट नखायो टार्न चीज बल एउटा पनि चीज बल खानु त गॉड guys आइलट छ हामी वाटरप्रूफ कैमरा है इसलिए हम ये वाटरप्रूफ कैमरा
के हो यो तिमीहरू के एक वाटरप्रुफ छ छौँ होइन एकदम भयङ्करको पानी परेको छ होइन यो पानी परेर हामी चार्ज गरेर छ हामी यहाँ पहिले यसो लाएर हेरिरहेको छ ऐनाबाट त्यहाँ साथीहरू त फेरि यस्तरी बुझिरहेको छ अब त हामी बिजी रिपोर्टिङ गराएको छ केटा देखेको बादल बादलले थोरै केही नदेखेको अब साथीहरू फेरि यहाँ यस्तो लाएर यस्तो पानी परेछ होइन ओ हाम्रो म अझै पनि इनर्जेटिक भइरहेछ होइन ल ल ल के चिया खाने मिल्टी हामी खान्छौँ अब तपाईँहरू के खाने हौ यहाँको माहौल अझै पनि यस्तै छ ठुलै पानी परेको छ